हेलो के छ स्पेसली बार्सिलोना फ्यान्सलाई सोध्दैछु है म र युसिएलको क्वार्टर फाइनलको फर्स्ट लेग हारिसकेको छ केटा हो बार्सिलोनाले क्याम्प नौमा हार्यो वाट अ हार्ट ब्रेकिङ मोमेन्ट भनौँ यिनीहरूलाई होइन किनकि कुबार्सीले रेड कार्ड खाइदिएर सायद यो गेम धेरै नै टर्न भयो त्यो 2-3 मिनटको जुन गेम थियो त्यसमा पुरै चेन्ज भयो क्या गेम नै टर्न भयो क्या जहाँनिर कुबार्सीले रेड कार्ड खायो त्यही फलमा फेरि अल्भारेजको फ्री किक गोल र अल्भारेजले फ्री किक गोल हान्दा र सोरलोथको गोल खाएर गेम हार्दा कस्तो हुन्छ एकदम राम्रोसँग रिलेट गर्छु है म एकदम राम्रोसँग मन टु मन कनेक्सन है बार्सा फ्यान्ससँग मलाई थाहा छ यसको पीडा कस्तो हुन्छ भनेर सुत्न सकिन्न चक्कर लाग्छ तर खानुपर्ने हुन्छ जीवन जल केटा हो जीवन जल इज द अल्टिमेट सोल्युसन मैले चाहिँ त्यही गरेँ हो रियल म्याड्रिडले 5 खाँदाखेरि सो त्यो गर्नुहोस् सबै कुराहरू ठिक हुन्छ तर एनिवे अलिकति कन्ट्रोभर्सियल डिसिजन पनि भनिरहेछन् धेरैले होइन अब कतिको थिएन अलिकति गेममा अलिकति रेफ्रीको डिसिजनहरू अलिकति चित्त नबुझ्दो थियो कुनै कुनै तर रेड कार्ड आई थिङ्क त्यसमा पनि कन्ट्रोभर्सी होला धेरै नै तर लास्ट म्यान अब गोल स्कोरिङ अपर्च्युनिटी चाहिँ थियो भएको कुरा अनि लास्ट म्यानलाई लडाउँदाखेरि आई थिङ्क इट्स अ रेड कार्ड केटा हो अब तपाईँहरूको भ्यू पोइन्ट राख्न सक्नुहुन्छ त्यसमा तर जे जस्तो भयो नि एथलेटिको म्याड्रिडले 2-0 हराएर बार्सालाई क्वार्टर फाइनलमा अलिकति एउटा राम्रो एउटा स्टेप फरवर्ड चाहिँ लिइसकेको छ है अब मेट्रोपोलिटानोमा सेकेन्ड लेग हेर्न बाँकी छ कमब्याक अभियसली हुनसक्छ बार्सिलोनाले कमब्याक गर्नै सक्दैन भन्ने काहीँ पनि छैन सो लेट्स सी के हुन्छ केटा हो तर आजको रात बार्सिलोना फ्यान्सको लागि एकदमै नरमाइलो